भन भाइ किन निराश भइस् त, किन भई दुखी भनिहाल त। पीठ पछि गरोस् बुराई तेरो दुनियाँ भाइहरूको लागि खास होस् त। कोही चाँदी यहाँ चम्काउन चाहन्छन्, भन त के गर्न चाहन्छस्। कोही कार्य छन् नक्ली फेमको लागि, नाम लिई त भन्दा अगाडि बढ्न चाहन्छन्। मानिसमा समस्या जब आउँछ भाइ, मजाले पुरै दुनियाँ हेर्छ भाइ। जुन बाटोमा त निक्लिन्छ भाइ, बदनामी त्यो सँगसँगै मिल्छ भाइ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। खुसीमा सँगै हुनेवाला दोष, नजर नआउँछ जब आउँछ दुःख दोष। दुश्मन भन्दा धेरै बर्बाद तँलाई तेरे आफ्नै मान्छे गर्छ दोष। मनको कुनै काम गर्न खोज्दा घरकाले हरामको खायो भन्ने हो। जसलाई त भाइ भन्थिस् त्यही अहिले तेरो बदनाम गर्दैछ। मान्छेलाई मान्छेसँग माया रहेन, कोही यहाँ विश्वासी पनि रहेन। सापभन्दा बढी जहरिला भइसके, हरेक दिन रात यही सब भेटिन्छ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। सबैलाई बाँटिदियो जातपातमा, आमाको गाली दिन्छ बात बातमा। पुरा देशलाई नेताले बर्बाद गरिदिए, लगी अलग अलग धर्मको झन्डा हातमा। मिडिया पनि अब बिकाउ भइसक्यो, झुटको साथ सबै झुट लेख्छ। कोठावाली भन्दा पनि सस्तोमा अब ठुल्ठुलो मान्छेको इज्जत बिक्छ। गल्ती गरेमा सजाय नमिल्ने, रुइरहन्छन् गरी तर न्याय नमिल्ने। जस्टिस भन्दै अगाडि आउनेवाला मान्छे पछि जरुरतमा साथ नमिल्ने। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। त्यो के भन्छ भाइ हो चोर, सिंह हिँड्दा स्यालले गर्छ स्वर। जमाना जति गरोस् तेरो बुराई छोरा सफल भइहाल्छस् खास त। फलानुले के भन्छ त्यसमा ध्यान नदे, ओभरटेक गरेपछि नाम चम्किन्छ। दुनियाँको कुरा सुनेर उदास नहो, गर्वको काम गर्छ भाइ तेरो बाउको लागि। पछिसम्म मलाई याद राख्नु, अहिले जे छ त्यसको ख्याल राख्नु। मनको कुरा तँलाई भन्छु भाइ, नराम्रो मान्छेसँग हात नमिला। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ। सधैँ झगडा यहाँ हुन्छ भाइ, धर्मको नाममा लफडा हुन्छ भाइ। यदि तैँले साँचो बोलिस् भने तँलाई मुद्दा नम्बर 36 लाग्छ भाइ।